सबैलाई अब प्याटर्न फिलिङ भन्ने यो क्वेसन रहेको छ। अब यो प्याटर्न फिलिङ भन्ने क्वेसनहरू अब खाली ठाउँमा हामीले मिल्ने लेटरहरू भर्नुपर्छ, शब्दहरू भर्नुपर्छ। अब प्याटर्न फिलिङ चाहिँ बेला बेलामा तपाईको 2 वर्ष जस्तै 1 वर्ष ग्याप गरेर चाहिँ सोध्ने गरेको पाइन्छ। एकदमै महत्त्वपूर्ण क्वेसन पनि छ जो प्याटर्न फिलिङ। अब प्याटर्न फिलिङ भन्ने क्वेसनहरूमा यस्तो खालको प्रश्नमा खास स्वरूप मिल्ने गरी विकल्प छान्नुपर्छ। अब कुन स्वरूपमा मिल्छ त्यसै अनुसारको हामीले विकल्प छानेर अप्सनदेखि जुन विकल्प छ तिनीहरू छानेर भर्नुपर्छ र एउटा सर्टेन प्याटर्न फलो गरेको हुनुपर्छ। यसले प्याटर्न फिलिङले सर्टेन प्याटर्न फलो गरेर हामीले त्यहाँ अप्सनमा भएकालाई फिलिङमा हालेर सर्टेन प्याटर्न फिलिङमा बनाउनुपर्छ। ल प्याटर्न फिलिङको क्वेसन नम्बर 1 मा छौँ हामी। अब क्वेसन नम्बर 1 मा अब यस्तो खाले क्वेसनमा हामीले के गर्नुपर्छ भने पहिला यहाँ टोटल लेटरहरू गर्ने, टोटल लेटरहरू जम्मा लेटर कति छन् त्यो गर्ने, टोटल गर्ने 1 2 3 4 5 6 7 8 9 10 11 12 छ। अब 12 हामीले 12 लाई 3 into 4 गरेको छ। अब हामीले यस्तो गर्दाखेरि टक्क 3 1 2 3 1 2 3 1 2 3 1 2 3 यो आयो। अब यस टी पछि क्या छ यस। अब हेर्नु यहाँ टी आयो, टी पछि यस टी 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 यस यस टी 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 यस यस टी 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 एस एस टी टी। अब के मिल्यो टी टी एस एस मिलेन, टी टी एस यो पनि मिलेन, यता टी छ एस छ यो पनि मिलेन। अब तीनवटा नमिलेपछि यो टी टी एस 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 टी। क्वेसन अप्सन डी करेक्ट। क्लोज गर्दै अब क्वेसन नम्बर 2 आयो प्याटर्न फिलिङको। अब पी अब टोटल हामीले के भने रुल भनेको टोटल गर्ने, टोटल लेटर कति छन्, टोटल लेटर 1 2 3 4 5 6 7 8 9 10 11 12 यो पनि 12 वटा छन्। अब 12 वटा छन् भने 4 into 3 अब हामीले 3 वटा गर्दा पनि भयो, 4 वटा गर्दा पनि भयो। अब हामी यहाँ 4 गरेर गरौँ है 4 4 4। अब यो आयो 4 एस छ एस छ आर छ आर छ आर छ पी क्यू पी पी क्यू क्यू आर आर एस एस त्यसै भए के हो पी क्यू आर। अब हेर्ने पी पी क्यू क्यू पी यो गलत, पी पी क्यू क्यू आर हुनुपर्ने यो गलत, पी पी क्यू क्यू आ पी हुनुपर्ने यस छ यो पनि गलत। अब आन्सर यो पी पी क्यू क्यू पी पी क्यू क्यू आर अप्सन डी राइट। क्लोज। क्वेसन नम्बर 3 प्याटर्न फिलिङको। अब टोटल रुल छ हैन गर्ने सम टोटल गर्ने, टोटल कति छन् 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 15 छ कति 5 into 3 obviously 5 गर 1 2 3 4 5 1 2 3 4 5 1 2 3 4 5। अब PAL 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 एन पछि के छ ई छ एनई ई आयो एनई। अब एनई पिएल एनई पिएल एनई पिएल। अब के छ राइट आन्सर एन एन ई ई ई ई ए ए एल एल अप्सन ए राइट छ। यसरी चाहिँ गर्ने। अब नेपाल 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 त्यसै एनइएल प्याटर्न मिलिरहेछ फिलिङको। ओके अब क्वेसन नम्बर 4
अब टोटल हामीले टोटल यस्तो देख्ने बित्तिकै टोटल गर्ने 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 15वटा रहेछ 15 अब हामी 3 गरेर हेरौँ 3 3 3 3 3 यम यम ए अथवा ए यम पछि के आउँछ ए आउँछ ए यम ए एन अब यम ए एन यम आयो यो पनि यम आयो ए एन यम यम ए एन इसलिए यम एन के आयो ए यम यम आयो यो ग्लत ए यम यो ग्लत ए यम यन तपाईँको सी राइट आन्सर। क्वेसन नम्बर 5 अब क्वेसन नम्बर 5 हेर्दाखेरि अब टक्क हेर्नु पर्यो ए अब यहाँ हामीले बुझ्नु पर्यो 2टा ए छ त्यसपछि ग्याप छ 3टा ए छ त्यसपछि ग्याप छ 4वटा ए छ त्यसपछि ग्याप छ अभियसली यहाँ 5वटा ए त हुनै भयो 5वटा ए पछि बी आयो अब हामीले के माइन्ड लगाउने बी आइसक्यो अब यहाँ बी हुन सक्छ किन 2 पछि बी आछ 3 पछि बी 4 पछि बी एउटा 5 भयो 5 पछि बी 2 ए बी 2टा ए बी 3टा ए बी 2 3 4 यहाँ अब 5 हुनु पर्यो 1 2 3 4 5 8 अब के आयो भन्दाखेरि बी ए क्वेसन नम्बर सी राइट। टेनको क्वेसन नम्बर लास्ट क्वेसन नम्बर 6 अब हामीले सीए यहाँ सी आछ यहाँ सी आछ सी पछि के आयो ए आयो सीए बी अनि सी 3टा बी अब 4वटा बी हुनु पर्यो 3टा बी भएन यो पनि 3टा बी अनि सी 3टा बी 4वटा बी 1 2 3 यहाँ एउटा बी अझ हेर्नुपर्ने अनि सीए 4वटा बी भयो 5 योमा 4वटा भएपछि यहाँ 5वटा बी हुनु पर्यो त्यो सीए अब कुन आन्सर राइट भयो भने सी बी क्वेसन नम्बर बी चाहिँ राइट बस। अब यो क्वेसन नम्बर 6 भएपछि अब प्याटर्न फिलिङ गर्नु होला माया गर्नु होला लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला र यो भिडियोलाई सेयर गरिदिनु होला हस् धन्यवाद जय होस्।